के खालको छोरा जन्माइ पठायो मैले त एउटा कट्टु धरी किन्नु सक्दैन हो त के भयो बडा त्यसै गन गरिरहेको छौ त पुरा रिस उठिरहेको छ नि मलाई त भएको चाहिँ के हो बडालाई पुरा रिसाइरहेको छ मुड अफ भइरहेको छ के चाहिँ भएको खास चाहिँ हेर्न बल्ल बल्ल बजारबाट कट्टु ल्याएर आएको एकपल्ट लगाएँ धोएर सुकाएको मात्रै थिएँ 2-3 दिन देखिनँ 2-3 दिन बादमा हेरेको छोराको कम्मरमा रहेछ त्यसले कहिले धोएर सुकाउँछ होला भनेर पर्खिरहेको थिएँ धोएर त सुकायो बेलुका हेरेको उठाउने बेलामा फेरि छैन 2 दिन बादमा यसो खोजेर हेरेको बुहारीको कम्मरमा फेरि बुहारीले बल्ल बल्ल धोएर सुकायो अब त लगाइदिउँ भनेको यहाँ कम्मर 30 छ 35 को बनाइदिएको छ कसरी हुन्छ मलाई भन् त त्यो नि ठिकै छ लु अब म यो सिलाएर लगाउँ भनेर सोचिरहेको थिएँ हेर तुलो कत्रो चाहिँ पाँचौ योहरूले आम्मामा गरिब दुखी हुनु बहुत पाप हो नि हो नि बडा बुहारी ठुलो ज्यानको छ राति डाङ डाङ र डुङडुङ गरेको यही कानले सुनेको बुहारीले पादेको पो हो बडा बुहारीले पादेको पो हो बडा